Guys, this is Enigmatic here and welcome back. So म चाहिँ भर्खर उठेँ हैन र भर्खर उठ्ने बित्तिकै भिडियो बनाइराखेको छु किनभने हिजोदेखि अस्तिदेखि म बिजी थिएँ हैन र एन्ड हिजो अस्ति न मैले भिडियो पोस्ट गर्न पाएन। सो आज हल्का फ्री भएको जस्तो लागेर मैले हल्का फ्री रे मतलब कि दिनमा जसरी बिजी भए पनि बिहानदेखि नै भिडियो रेकर्ड गरेँ भने बेलुका मात्र पोस्ट गर्न सजिलो हुन्छ भनेर मैले अहिलेदेखि नै भिडियो बनाइरहेको छु। ओके, सो आजको टपिक चाहिँ हल्का अब कस्तो भनौँ एभ्रीबडीले फेस गर्ने हो। यो चाहिँ एउटा ह्युमन नेचर नै होला कि भनेर म सोच्छु भनेर। बिकज लाइक हुन्छ नि, अहिले म यो छतमा यसरी बसेर भिडियो बनाइरहेको छु नि होइन र। अब यो अहिलेको कन्फिडेन्स भयो होइन र। लाइक अहिले मैले कति भिडियो पोस्ट गरिसकेपछि बल्ल यो कन्फिडेन्स आएको हो। नत्र भए म यता कौसीमा आएर भिडियो बनाउने भने बेलुका मात्र हो होइन र। सो यु क्यान से द्याट यो धेरै पछिको कन्फिडेन्स हो होइन र। लाइक जब मैले फर्स्ट टाइम यस्ता कौसीमा भिडियो बनाउन लाग्थेँ होइन र। लाइक अब भिडियो बनाएर फर्स्ट टाइम दिनको टाइममा चाहिँ मैले पोस्ट गरेको छैन होइन, किनभने आई ल्याक कन्फिडेन्स। लाइक अब कस्तो कन्फिडेन्स भन्दाखेरि अहिले पो म यसरी गरेर भिडियो बनाइरहेको छु त होइन। पहिला यति गर्न नि म लास्टै डराउँथेँ होइन, किनकि मान्छेहरूले के सोच्दा मान्छेहरूले के थिङ्क गर्ला भनेर म एकदमै सोच्थेँ होइन र। एन्ड लिटरली मैले फर्स्ट भिडियो पनि बनाउने त यसरी बनाउने भनेर सोचेको थिएँ होइन। लाइक यसरी आएर कौसीमा आएर यसरी भिडियो बनाउने भनेर सोचिराखेको थिएँ होइन र। तर आई कुडन्ट, मैले भिडियो पनि बनाएँ होइन र। तर बिचबिचमा रोक्नु पऱ्यो किनभने लाइक छिमेकी आन्टीहरू आइराख्नु भएको थियो होइन र। त्यही कारणले मैले भिडियो पनि बनाएको पनि मैले अगेन स्टप गरेँ। अब त्यो पोस्ट गरिनँ मैले। अब यो भिडियो चाहिँ म पोस्ट गर्छु। अब यो सिकबाट के सिक्न सक्छु भन्दाखेरि एभ्रीबडी ओभर थिङ्क्स के। लाइक हुन्छ नि यो बाटोमा यस्तो होला त्यस्तो होला भनेर सबैले थिङ्क गर्छ क्या। लाइक अब डिफ्रेन्स के हुन्छ भन्दाखेरि डिफ्रेन्स भनेको तिमीले एक्सन पुट इन गर्छौ कि गर्दैनौ। ओभर थिङ्किङ इज बेसिकली नथिङ। लाइक तिमीले सोच्नु पर्दाखेरि ओभर थिङ्किङ इज बेसिकली नथिङ। घाम एकदमै चर्किरहेको छ होइन, आई कुडन्ट इभन सी, त्यही भएर यस्तो आँखा भयो होइन। सो ओभर थिङ्किङ इज बेसिकली नथिङ। जब तिमी रियल फिल्डमा आउँछौ त्यतिखेर यु विल मिट मेनी कम्पिटिटर्स। लाइक हुन्छ नि अहिले पो हामीहरू प्यारेन्ट्ससँग डिपेन्डेन्ट भएर बसिरहेको छौँ भनेर। तर जब आउँछ हामीहरू रियल फिल्डमा आएर होइन र लाइक केही काम गर्ने, त्यतिखेर इट विल बी भेरी हार्ड फर अस इफ यु ओभर थिङ्क। किनभने हामीभन्दा इन्टेलिजेन्टहरू पनि त्यता धेरै हुन्छन्, हामीभन्दा हार्ड वर्किङ पनि त्यता धेरै हुन्छन् र हामीभन्दा लाइक रियली एक्सपिरियन्स पिपलहरू पनि त्यता धेरै हुन्छन्। र जब तिमी एउटा ओभर थिङ्किङको साइकलमा पर्छौ त्यतिखेर यु क्यान रियली प्रोग्रेस मच। किनभने अरू मान्छेहरूको एउटा आफ्नो स्किल छ जसले गर्दाखेरि उनीहरू एउटा हुन्छ नि के भन्छ, उनीहरू एउटा हाइलाइट भइरहेछ होइन र। सच एज एकजनाको थिङ्किङ गर्नु पर्दाखेरि ऊ लाइक लिटरली स्मार्ट छ, अर्कोको थिङ्क गर्नु पर्दाखेरि ऊ लिटरली लाइक एउटा हार्ड वर्कर छ, अर्को थिङ्किङ गर्नु पर्दाखेरि ऊ एक्सपिरियन्स छ होइन। तिम्रो कुरा गर्नु पर्दाखेरि युआर नथिङ बट एन ओभर थिङ्कर। र जब यस्तो फिल्डहरूको कुरा हुन्छ त्यतिखेर ओभर थिङ्किङले तिमीलाई जस्ट मार्छ मात्रै क्या। लाइक ओभर थिङ्किङले तिमीलाई मार्छ मात्रै एन्ड इट विल मेक यु रिग्रेट फ्युचरमा गएर होइन। इट विल क्रिएट रिग्रेसन फ्युचरमा गएर, इट विल क्रिएट रिग्रेसन फर यु होइन र। एन्ड लाइक वेदर टाइम मलाई घामले अति नै गर्मी गर्यो होइन र। सो ओभर थिङ्किङ क्यान क्रिएट इन्डेस साइकल अफ हुन्छ नि, ओभर थिङ्किङ विल क्रिएट एन इन्डेस साइकल अफ दिस एन्ड द्याट सिट भन्नुपर्दाखेरि अब सच एज तिमीलाई अब के भन्छ एउटा बिजनेस स्टार्ट गर्नु मन छ अरे होइन, तर तिमी डराउँछौ अरे, तिमीलाई ओभर थिङ्क हुन्छ अरे कि बिजनेस रन भएन भने के गर्छौ, बिजनेस डुम भयो भने के गर्छौ, बिजनेसमा मान्छेहरूले काम गरे तिम्रो एफोर्ट नपुग्यो भने के गर्छौ। त्यस्तो कुरा आउँदाखेरि यु डोन्ट केयर। लाइक तिमीलाई बिजनेस स्टार्ट गर्नु मन छ, द्याट्स वाइ यु आर स्टार्टिङ अ बिजनेस। न कि तिमीलाई बिजनेस स्टार्ट गर्नु मन छ बिकज यु आर फेसिङ लस। तिमी बस यति थिङ्क गर कि वाट ह्यापन्स इट इज वाट इट इज होइन। तिमीले कन्ट्रोल गर्न सक्ने जति तिमीले कन्ट्रोल गर्न सक्छौ र कन्ट्रोल गरिरहेछौ, र कन्ट्रोल गर्न नसक्ने जति यु क्यानट कन्ट्रोल इट। र
एक्सन पुटिङ गर्नु पर्दाखेरि हामीलाई डिफ्रेन्ट थिङ्सहरू गर्न मन लाग्छ होइन। सज कसैलाई बास्केटबल खेल्न मन लाग्छ होला, कसैलाई फुटबल खेल्न मन लाग्छ होला होइन। तर पनि एउटा लेभल अफ हुन्छ नि, जब तिमीलाई बास्केटबल खेल्न मन लाग्छ, तिमी बास्केटबल खेल्दैनौ किनभने बास्केटबल कोर्टमा नचिनेको मान्छेहरू छ, त्यो भएर तिमीलाई बास्केटबल खेल्नु मन छैन। र जब तिमी 2-3 चोटि सोध्छौ म बास्केटबल खेल्छु भनेर, तिमी कोर्टमा जान लाग्दाखेरि, बास्केटबलको कोर्टमा जान लाग्दाखेरि तिम्रो माइन्डमा धेरै कुराहरू आउँछ, सच एज यो मान्छेहरूले मलाई यसरी भन्यो भने के गर्ने, यो मान्छेहरूले मलाई नखेलायो भने के गर्ने, र त्यस्तो डिफ्रेन्ट थिङ्सहरूको बारे तिमीलाई ओभरथिङ्क हुन्छ र तिमीले त्यो एक्सन पुटिङ नै गर्दैनौ। र द्याट इज रियली रङ होइन, किनभने एभ्री पिपुलसँग त्यसरी रुडली बोल्दैन होइन। लाइक जब मैले अब सच एज एकजनासँग म बास्केटबल खेल्छु नि भन्दाखेरि भन्छु रे, त्यतिखेर दे विल इजिली से ओके भनेर भन्छन् कि लाइक खेल्न आउँछ कि आउँदैन, दे विल इजिली से ओके। र धेरै कुरा सोच्नु पर्ने कुरा छैन त्यसमा होइन। एन्ड यो भयो सानो कुराहरूमा। अब जब तिमी सानो कुराहरूमै ओभरथिङ्क गरेर राख्छौ होइन, जब तिमी सानो कुराहरूमै यति विधि डराएर बस्छौ, यति विधि के भन्छ, यति विधि नेगेटिभिटी सोचेर बस्छौ भने रियल फिल्डमा जाँदाखेरि इट विल रियली नट बी मच फर यु। तिमी धेरै टिक्न सक्दैनौ, किनभने ओभरथिङ्किङ इज ओन्ली द फिलिङ अफ नेगेटिभिटी। एन्ड यसो तिमीलाई ल्याउने भनेको नेगेटिभिटी मात्र हो। तिमीले आफ्नो गोल्सलाई फोकस गर्न सक्दैनौ, तिमीले कुनै एक्सन लिन सक्दैनौ, तिमीसँग एउटा करेज हुँदैन होइन। र सो द मेन पोइन्ट अफ भ्यू अफ दिस भिडियो इज तिमी जति पनि ओभरथिङ्क भयो भने यु हेभ टु डु इट। सच एज मैले यो च्यानल स्टार्ट गर्न लाग्दाखेरि होइन, लाइक लिटरली फर्स्ट भिडियो हाल्न लाग्दाखेरि मेरो माइन्डमा यति कुराहरू आइरहेको थियो होइन। र फर्स्ट कुरा भनेको क्वालिटी लो छ मेरो भिडियोजहरूको होइन, मेरो मोबाइलको क्वालिटी एकदमै कप्टी थियो होइन। सो क्वालिटी लो छ भिडियोको, दे विल नट लाइक इट, पिपल विल नट लाइक इट होइन। सेकेन्ड द फर्स्ट यो भिडियो भाइरल जाँदैन। अफकोर्स फर्स्ट आफ्नो एफोर्ट हाल्नुभन्दा पहिला नै म फ्युचरमा के हुन्छ त्यो देखेर डराउँथेँ क्या, लाइक त्यो देखेर डराउँथेँ होइन। यो भिडियो भाइरल जाँदैन, लाइक मैले युट्युबमा के गर्न सक्दैन होइन। लाइक अनि इट इज जस्ट अ वेस्ट अफ टाइम होइन। एन्ड यस्तो कुराहरू आइरहेको थियो होइन मेरो माइन्डमा। तर जब म भिडियो बनाउँदै गएँ यतिखेर थाहा पाएँ कि लाइक इट इज जस्ट एन थिङ्किङ होइन। यो मेरो थिङ्किङको पर्सपेक्टिभ मात्र छ। इभन द मेरो भिडियो भाइरल नगए पनि, इभन द मेरो भिडियोमा 0 to 0 भ्युज आए पनि, आई डोन्ट केयर। लाइक आई जस्ट लाइक टु टक होइन। मलाई आफ्नो एक्सपिरियन्सहरू सेयर गर्न मन छ, मलाई जस्ट बोल्न मन छ र म बोलिरहेको छु। आई जस्ट डोन्ट केयर अबाउट इट होइन। सो अब अहिले पो मेरो भिडियोजहरूमा 0 भ्युज होला, तर फ्युचरमा 1-2 भ्युज भए पनि मैले कमसेकम मैले 1-2जनालाई भए पनि हुन्छ नि एउटा आफ्नो एक्सपिरियन्सबाट केही सिकाइरहेको छु भनेर सिक्छु नि त मैले पनि होइन। सो दिस इज द थिङ, ओभर थिङ्किङमा तिमीलाई केही पनि आउँदैन फर्स्ट थिङ होइन। र सेकेन्ड थिङ, डोन्ट थिङ्क नेगेटिभ टु मच, किनभने लाइक ओभरथिङ्किङ इज एभ्रिथिङ अबाउट नेगेटिभ थट्स। तिम्रो नेगेटिभ थट्समा जे छ होइन, इट इज अल अबाउट ओभरथिङ्किङ। सो ओभरथिङ्किङ गर्न कम गर, किनभने ओभरथिङ्किङ एभ्री ह्युमनको नेचर नै हो। सो आई क्यानट से लाइक पुरा छोडिदेऊ, किनभने लाइक जो सिचुएसन हेरेर ओभरथिङ्किङ हुन्छ भनेर, सिचुएसन हेरेर ओभरथिङ्किङ हुन्छ। सो यो ह्युमन नेचर नै हो। सो ट्राई टु लाइक हुन्छ नि बी ऱ्यासनल वेन ओभरथिङ्किङ। लाइक यो गरेर मलाई के होला, यो गरेर मलाई फाइदा होला कि बेफाइदा होला। ट्राई टु बी ऱ्यासनल मोर देन ओभरथिङ्किङ। सो फर्स्ट थिङ, ट्राई टु बी ऱ्यासनल एन्ड ट्राई टु इग्नोर ओभरथिङ्किङ होइन। सो सेकेन्ड द फर्स्ट, डन्ट अब हुन्छ नि नेगेटिभिटीको साइडमा नबस्छ। थर्ड द फर्स्ट, यु हेभ टु डु इट। अहिले नभए पनि पछि गर्नै पर्छ। सो यु क्यानट लिभ इट होइन। र सो अहिले नगरेर पछि गरेको बेफाइदा के छ भन्दाखेरि रिग्रेसन छ, किनभने तिमीले सच एज अहिले गर्ने कुरा 1 वर्ष पछि गरेको छौ भने तिम्रो 1 वर्षको प्रोग्रेस लस हुन्छ र 1 वर्षको एक्सपिरियन्स पनि लस हुन्छ। सो थर्ड थिङ,
एन्ड फोर्थ थिङ, एभ्रिथिङ डजन्ट कम द्याट इजी. तिम्रो गेम होइन लाइफमा जे आउँछ इट विल कम रियली हार्डली. होइन तिमीले आफ्नो एफोर्ट, टाइम, एभ्रिथिङ दिनपर्छ होइन, एनर्जी एभ्रिथिङ दिनपर्छ त्यो कुनै एउटा लङ टर्म बेसिस एचिभ गर्नको लागि. अब फिफ्थ के छ भन्दाखेरि लेट मी थिङ्क अबाउट इट लिटल. फिफ्थ के छ भन्दाखेरि ट्राई टु राइट यर थट्स. लाइक तिमी अब हुन्छ नि दिनभरिको कामको प्रेसर छ अरे होइन, र तिम्रो दिनभरिको कामको प्रेसरमा तिमी अब यो गर्ने कि त्यो गर्ने सिचुएसन हुँदाखेरि तिमी जर्नल गर्न थाल. किनभने जर्नलले माइन्ड क्लियर गरिदिन्छ र इमोसन्सलाई एभ्रिथिङलाई डिफल्ट गरिदिन्छ र इमोसन्सहरूलाई रिसेट गरिदिन्छ र एभ्रिथिङ लाइक हुन्छ नि एउटा लेभलमा ल्याउँछ. सो दिस इज द थिङ विथ इट. डोन्ट ओभर थिङ्किङ भने अब ओभर थिङ्किङ त एभ्री बडीको हुन्छ होइन, तर जस्तै ओभर थिङ्किङलाई कन्ट्रोलमा राख्न सक्छ. सच एज हुन्छ नि तिमीलाई कुनै फुड क्रेभिङ हुँदाखेरि पनि तिमीले त्यो सेक्रिफाइस गरिदिन्छ नि. ओके आई विल नट इट द्याट फुड भनेर त्यस्तो फिल्डमा जब तिमीले त्यस्तो गर्न सक्छौ र ओभर थिङ्किङको कन्टेक्समा पनि तिमीले सेम गर्न सक्छौ भने लाइक यु हेभ लिटरली कन्क्रियर द लाइफ. लाइक जब ओभर थिङ्किङ हुन्छ त्यतिखेर यु आर वेल कन्सियस द्याट यस यो ओभर थिङ्किङ मात्र हो. लाइक यसले मलाई नेगेटिभ थट्सहरू मात्र प्रोभाइड गर्न खोजिरहेछ. अनि त्यस्तो कन्टेक्समा तिमीले के गर्नुपर्छ भन्दाखेरि त्यस्तो कन्टेक्समा तिमीले जति पनि नेगेटिभ कुराहरू तिम्रो ओभर थिङ्किङले ल्याएको छ तिमीले त्यही ओभर थिङ्किङलाई बिट गर्नको लागि पोजिटिभ कुराहरू पनि हुन्छ नि एड गर्दै जाने हो क्या. सो दिस इज द थिङ विथ इट. एन्ड आजको लागि यति नै. एन्ड बाई बाई.